हेलो साथीहरू, आज चाहिँ मैले चिकनको अचार बनाउँदै छु। चिकन अचार यसमा चाहिँ के चाहिन्छ भने अदुवा लसुनहरूलाई मसिनो गरेर काटेर राख्नुपर्छ। यसमा स्टार मसलाहरू लङ सुकमेल तेजपत्तीहरू हालेर पटपर भुट्नुपर्छ। मासुलाई चाहिँ रातो बनाएर यसको लागि चाहिँ मसला चाहिँ के चाहिन्छ भने चाहिँ जिरा धनिया कालो तोरी सौँफ टिम्बुर अनि मेथीहरूको लागि भुटेर चाहिँ मजाले ब्लेन्ड गरेर चाहिँ राख्नुपर्छ। अनि सुकेको खुर्सानीलाई मजाले कुटेर राख्नुपर्छ। मैले चाहिँ पर्पर भुटेर अदुवा लसुन पनि हालेँ, त्यससँग मजाले भुटेँ। यतिकैको रातो बनाउनुपर्छ। धेरै रातो कालो डढायो भने नि धेरै फ्राई गर्नु पनि हुँदैन, किनभने मासु चाम्रो हुन्छ नि त, त्यसले गर्दा काएको जस्तो फिल पनि हुँदैन। त मैले सबै मरमसलाहरू हालिसकेँ। त मैले यसलाई अलि बेरसम्म पर्पर भुटेँ, किनभने मसलाले नै अलिक पाक्नुपर्छ। त्यहाँपछि मैले भेनिगर हालेँ। भेनिगर हाल्नुपर्छ, भेनिगरले अलि बेरसम्म रहन्छ नि त, अचारलाई अलिक टाइमसम्म रहिरहन्छ। त्यसैले मैले भेनिगर हालेँ। लास्टमा अलिकति नुन पुगे जस्तो लागेन त नुन पनि हालेँ। त मेरो अलरेडी फिक्स भयो। मेरो पाकी पनि सक्यो, रेडी भएर सेल्लेर चाहिँ मैले डिब्बामा प्याक गरेर राखेँ। आजको मेरो चिकन रेसिपी कस्तो भयो होला।